विशेष गरी पुरुषहरूलाई जतिजना पुरुषहरू देखिन्थ्यो पुरुषहरू लिएर जान्थे, किनकि पुरुषहरू काम लाग्थ्यो नि त हैन। अनि बच्चाहरू पनि मारिदिन्थे हैन। अनि पुरुषहरूलाई बन्दी बनाएर लैजाने काम चाहिँ नि मिस्त्रीहरूले गर्दै थिए फिरौन राजाको बेलामा। त्यति बेला मोसाको दिदी उसको मम्मी चाहिँ यहाँ देखिनु भएको छैन। मम्मीले यिनीहरूले के प्लान गर्यो भन्दाखेरि मोसा पनि अब उसलाई देख्ने बित्तिकै बेबी मोसालाई देख्ने बित्तिकै मारिदिन्छ यिनीहरूले भनेर यिनीहरूले के गर्यो त टोकरी बनाएर टोकरीमा मोसालाई हालिदिए अनि त्यसपछि पानीमा बगाइदिए। जहाँ पुग्छ होइन। के गरे राजकुमारीहरू भएको ठाउँतिर अब त्यो नदीमा बगाइदिए। बगाउँदाखेरि यो टोकरी चाहिँ बग्दै जाँदाखेरि दिदीले चाहिँ पछाडिबाट पछ्याउँदै गइरहेको कहाँसम्म बगेर गयो खोलै खोला दौड्दै। एउटा माया हो नि दिदीलाई होइन। माया आउने दौड्दै झ्याङ हुँदै दौड्दै बच्चा पक्दैछ ऊ पछि ध्यान हुँदै दौड्दै लुकी गइरहेको छ। अनि जाँदाखेरि राजकुमारीहरू नुहाइरहेको बेलामा खोलामा चाहिँ नि यसो त्यहाँ नुहाएको बेलामा हो कि अब त्यहाँ चाहिँ भ्रमण गर्ने बेलामा होला होइन। नुहाउने बेलामा चाहिँ नि त्यहाँ टोकरी बग्दै आएको देख्दाखेरि राजकुमारीले चाहिँ दासीहरूलाई त्यहाँ के छ त्यो लिएर आउनु त भन्छ। अनि लिएर आउँदाखेरि त भित्र मोसा रहेछ, बच्चा रहेछ। अनि त्यो बच्चा देख्ने बित्तिकै राजकुमारीको हृदय चाहिँ पग्लेर आयो। एकदम ऊ चाहिँ नि भावनाले ओतपोत भइन् र तिमीले चाहिँ यो बच्चालाई चाहिँ जोगाउनुपर्छ, यो बच्चालाई चाहिँ राख्नुपर्छ। मैले यो बच्चा भेटाएँ अनि मेरो लागि यो गर्वको कुरा हो भनेर खुसी भएर त्यो बच्चालाई अँगालिन् होइन। तर उसलाई थाहा छैन यो बच्चा चाहिँ नि यहुदीको हो भनेर थाहा छैन होइन। अनि अब यो बच्चा चाहिँ त सानो छ, यो बच्चालाई त दुध खुलाउन कोही छैन, यसलाई पाल्ने पोषण कसले गर्न सक्छ भन्दाखेरि दिदी चाहिँ एकदम बाटीकै गएर दौड्दै गएर राजकुमारजीसँग राजकुमारजी यो बच्चाको लागि मैले एकजना चाहिँ मान्छे देखेछु एकदम स्याहार सुसार गरिदिन सक्छ भनेर भन्दाखेरि हुन्छ लिएर आउनु त भनेर। अनि उसले गएर आफ्नै मम्मीलाई लिएर आएछ क्या। अनि गएर आफ्नो मम्मीलाई लिएर आएर अब के भयो त बच्चाको मम्मी बन्दैछ, दासी पनि भयो होइन। अनि आफ्नै दुध खुलाउने आफैले पालन पोषण गरेर ठुलो बनाएको कुराहरू छ है। यसरी चाहिँ नि मोसाको बाल्यकाल बित्यो र ऊ चाहिँ एउटा राजकुमार जस्तै हुर्कियो होइन। राज परिवारमा हुर्कियो, एकदम साँठबाटले सबै कुराको सुविधाले हुर्कियो होइन। अनि हुर्किँदै जाँदाखेरि तर पनि उसको हृदयमा चाहिँ नि आफ्नो जातिहरूप्रति एकदम माया चाहिँ थियो, स्नेह थियो इजरायलप्रति। किनकि उसको आमाले उसलाई पालेको नि त होइन। आफ्नै आमाले पालेको, आफ्नै दिदीले पालेको। अनि त्यो बेलामा सायद उसलाई चाहिँ नि सबै स्टोरीहरू सबै इतिहासहरू बताइएको कुरा पनि हुनसक्छ। त्यस कारणले उसमा चाहिँ नि उसलाई राज परिवारले पाले तापनि फिरौन राजाले पाले तापनि उसभित्र चाहिँ इजरायलप्रति यहुदीप्रति चाहिँ एउटा प्रेमको भावना चाहिँ हामी देख्छौँ होइन। त्यसपछि के भयो त अब यो घटना चाहिँ अलिक पछाडिको हो। त्योभन्दा अगाडि के भयो भन्दाखेरि त्यसपछि मोसा ठुलो हुँदै जाँदाखेरि एक दिन चाहिँ नि उसले एउटा मिस्त्रीले यहुदीलाई कोरै कोराले पिटिरहेको काम नगरेनस् भनेर पिटेको मर्नासम्म गरेर पिटिरहेको देख्दाखेरि उसको हृदय चाहिँ भावुक भएर आयो। अनि त्यसले गएर के गर्यो त्यो मिस्त्रीलाई पनि हान्यो, हान्दाखेरि त्यो मरिहाल्यो क्या। अनि मरिहालेपछि उसलाई चाहिँ डर लागेपछि उसलाई छाटो गाडिदिएर त्यो मरुभूमिमा गाडिदिएर अनि भागिहाल्यो। अब मैले पनि सजाय पाउँछु भनेर भाग्यो होइन। अनि त्यसपछि भागेपछि के भयो भन्दाखेरि त्यही चाहिँ उसले एउटा भेडाहरू चलाउन थाल्यो। मोसाले चाहिँ के गर्न थाल्यो भेडाहरू चलाउन थाल्यो। अनि भेडा चलाउने क्रममा अनि यहाँ परमेश्वरले चाहिँ उसलाई दर्शन दिनुभएको छ। एउटा हरियो झ्याङ होइन पोथ्रा भन्छ त्यो बोलिरहेको देख्दाखेरि उसलाई अचम्म लाग्यो। यो त आगो बोलिरहेछ तर यो चाहिँ डढेकै छैन के रहेछ भनेर नजिक जाँदाखेरि अनि परमेश्वरले आवाज दिनुभयो मोसा तेरो जुत्ता फुकालेर आएछ। अनि त्यसले जुत्ता फुकाल्यो अनि गएर भन्दाखेरि परमेश्वरले भन्नुभयो तिमीलाई चाहिँ मैले रोजेको छु। के को लागि भन्दाखेरि फिरौन राजाको कब्जामा जति पनि इजरायल छन्, लाखौँ इजरायलीहरू छन्, ती इजरायलीहरूलाई जोगाउने काम, तिनीहरूलाई फर्काएर कनान देशमा ल्याउने काम चाहिँ तिमीले गर्नुपर्छ है भनेर मोसालाई परमप्रभुले भन्नुभयो मोसालाई। अनि मोसा अचम्म माने होइन मैले कसरी गर्न सक्छु प्रभु, म त गर्न सक्दिनँ किनकि म त बोल्न पनि जान्दैन भन्दाखेरि परमेश्वरले भन्नुभयो म तिमीलाई सिकाउँछु होइन, म तिमीलाई गाइड गर्छु, तिमी चिन्ता नगर, म तिम्रो साथमा छु है, मैले तिमीलाई गाइड गर्छु भनेर चाहिँ ऊ चाहिँ ढुक्क भएर अनि अगाडि बढेको कुराहरू पाउँछौँ। अनि